नमस्ते। ड्युटी लाग्यो। अब टक्क लाएर यो चाहिँ मेरो ड्युटी कार्ड हो हैन। म टक्क यार्डमा जाँदैछु। म साइन गरेर खाजासाजा बोकेँ। खाजा एक लट चाहिँ खाएँ, त्यही पनि यसो अहिले 8 बजी 9 बजीतिर खाजा खानुपर्छ। फेरि खाजा बोकेँ। खाजासाजा बोकेर म अब यार्डतिर लागेँ। आज मेरो ड्युटी 973 गाडीको यार्ड यही हो। अब कुन गाडी पर्छ यार्ड अफिसरसँग जानुपर्छ, ड्युटी कार्ड देखाउनु पर्छ। अनि त्यसपछि उसले तेरो गाडीको फ्लिट नम्बर यो हो भनेर भनिदिन्छ। अनि टक्क गाडीमा जाने, सामान राख्ने, गाडी स्टार्ट गर्ने, टाप हान्ने। त्यसपछि ल मेरो ड्युटी कार्ड हेऱ्यो। 241 नम्बरको गाडी, फ्लिट नम्बर अनि A6 मा छ। लास्टको नम्बर 241 है। टक्क लाएर चाहिँ मेरो गाडी भयो। मेरो गाडी टक्क अब यस्तै खिच्नुपर्छ। गाडीको ढोका नि खुल्यो। यो चाहिँ मेरो गाडी हो है आजलाई। ल यो केही गर्नु पर्दैन। इग्निसन अन गर्ने, एकचोटि इग्निसन अन भयो, गाडी स्टार्ट भयो। लाइट अगाडिको बाल्नै पर्यो हैन। त्यसपछि लाइट पनि बाल्नु पर्यो। लाइट साइड बोल्यो। अब गाडी एकछिन वार्मअप हुन्छ। त्यति बेलासम्म के गर्न पर्यो भन्दा गाडी साउदीको गाडीमा स्क्रच त हुन्छ। टक्क मेरो गाडी आज चलाउने यो पनि पर्न सक्छ, यो पनि पर्न सक्छ। तर अहिले चाहिँ हामीलाई यो गाडी दिएको छैन। अरू केटाहरूलाई दिएछ, हामीलाई चाहिँ देखाइन। अब तर यो गाडी चलाएर काम पनि छैन। पैसा सबैभन्दा थोरै यसमा आउँछ है। धेरै पैसा आउने यसमा हो भगवानको कृपाले। तर हामीले यो गाडी चलाउनु पाएको छ। ल अब टक्क गाडीमा काँच स्क्रच टक्क खोज्ने, गोलो लगाउने, टक्क कागजपत्र भोल्ने। टक्क लाएर अब यसमा आफ्नो आइडी नम्बर हाल्नु पर्ने हुन्छ। मेरो आइडी चाहिँ 16093 हो। ट्याप कनेक्ट गर्यो। त्यसपछि टाइम टेबल ट्रिप गर्न पर्यो। टाइम टेबल ट्रिप भनेको यो मेरो बसको ब्लक नम्बर हो 497301। यहाँ 497301 गरेर यस्तो गरेपछि मेरो आजको ट्रिप यत्रो धेरै लट्स अफ ट्रिप छ। अनि म चाहिँ अहिले यहाँ वेस्ट डिपोमा छु है। वेस्ट डिपोबाट म त्यो ट्रिप स्टार्ट गर्ने ठाउँमा जानु पर्छ। त्यसपछि म यो वेस्ट डिपो पार्किङबाट यस्तो गर्छु। म 18 मिनट छिटो छु। टक्क मेरो रुट नम्बर, गाडी आउट अफ सर्भिस छ। त्यो चले लाइट बोल्यो, स्माइल लाइट बोल्यो हैन। हेजर्ड लाइट पनि बोलेछ, साइड पनि बोल्यो, यो सब बोलिराखेछ। एक्चुअली एक राउन्ड हान्ने। गाडीमा मोबिल सोबिल झर्ने काम केही गरे छैन। ठिक छ। स्क्रचहरू हो के अरे हेर्ने। अब यो स्क्रच चाहिँ अब उतै यार्डतिर गएर भन्नाले यो अँधेरोमा राम्रोसँग देखिन्न। अब अहिले अलिकति उज्यालो हुन्छ। उज्यालो भइसकेपछि गएर हेर्नुपर्छ। उतै गएर अब यहाँ बसेर काम छ। सबै कुरा रेडी भयो। अब गाडी टी बटन थिच्ने, 1 नम्बर गियर लाग्यो, ह्यान्ड ब्रेक रिलिज गर्ने, रेडी टु गो। बाई। म चाहिँ ट्रिप स्टार्ट गर्ने ठाउँमा आइसकेको छु। फर्स्ट गाडी मेरै हो। टक्क लाएर यस्तो छ है। यहाँ मेट्रो स्टेसन हो। जस्तो कि त्यहाँ 973 भनेको मेरो गाडी हो।